यता आउनु न यार। खसै त्यस्तो धेरै त केही भएन यार, झन्डै गइयो नि यार। लुकिङ ग्लासमा होइन, यो लेगार्ड चाहिँ चेप्टे छ। लुकिङ ग्लास त होइन, यसमा भेट्यो कि मलाई त के भएन, यो लेगार्ड चाहिँ पुरै गएछ कि। त्यस्तो केही पऱ्यो नम्बर लानु होइन, त्यो केही समस्या छैन। यो अलिकति आएछ, अरू भन्दा पनि मलाई त यो यसले गर्दा यसको लकहरू जान्छ क्या। यो बाइकको यही छ क्या प्रब्लम। एकचोटि हेरौँ है त, म हान्छु है त। हेर्नु न, यसले गर्दा ल्याप्पै यहाँको लकै गएछ। यसो गर्नु तपाईँले, अब हामी पनि अब मन्दिर हिँडे होइन, लकै गएछ है यहाँको। यही प्रब्लम हुन्छ क्या बाइकको। म यता उसबाट आएको थिएँ, यता रौसीबाट, यहाँको लकै गएछ क्या। यो बाइकको यो लेगार्डले छुनु बित्तिकै लकको समस्या हो क्या। यो चाहिँ यहाँ यस्तो टाँसिएर बस्यो हुन्छ, अलिकति छुनु बित्तिकै यहाँको लकै ठन्कै भाँच्यो कि। तपाईँले गएर बनाउनु होइन, कति वर्ष नम्बर लानु, त्यो पठाइदिउँ होला, के भयो है। यो त मुख्य ज्यानको कुरा आएछ। यसो गर्नु न, अब यसको अब यो सोरुमको चाहिँ होइन, तपाईँको त्यस्तै कति यो 28-29 कति छ एउटाको, यो पाताको। यसको चाहिँ यो पार्ट्सहरू यामाहाको लास्ट महँगो छ क्या। यस्तो महँगो छ क्या यो। यहाँको यहाँ लकै गयो, यहाँ ठ्याक्कै यहाँ चाहिँ एउटा त्यो दुलोमा छिर्ने हुन्थ्यो। यसको प्रब्लमै यो चाहिँ इन्डियन बाइक होइन, इन्डियन बाइक पर्दैन त्यस्तो होइन, यो यामाहाको एकदम महँगो छ नि। यसको लक पनि यतै कहाँ भाँच्छ होला। ए मैले ढाँटे भए यसरी भाँच्यो होइन, ठिक छ। यो लक गयो, त्यहाँको बुस पनि हराएछ। त्यो एउटा कालो बुस हुन्छ, त्यो पनि गएछ। 1500ले हुँदैन नि दाइ। यसको चाहिँ 2850 कि कति पर्छ, त्यति दिनुहोस्, ठिकै छ। म मेन्टेन गर्छु। यो लेगार्डको केही भएन, म सिधा पार्न लाउँछु। होइन अमाउन्ट त अहिले दिनु न, किनकि मैले गए पनि रिपेयर गर्नुपर्ने हुन्छ होइन। धन्न मान्छे चाहिँ बाँचियो होइन। यसको तपाईँलाई म डाउट लाग्छ भने कति के पर्छ, म बिलै पठाइदिनु पनि सक्छु क्या। मैले सोरुममा सोधेको छु क्या। यसको पार्ट्स पहिले पनि मैले चढाएँ हो यो गाडी। यसको वासर पनि कहाँ हो र यार, कसो मान्छे चाहिँ बाँचियो। ए यसको वासर यहाँ रहेछ, यो बुस चाहिँ यो वासरमा बस्ने हुन्छ। हामी पनि मन्दिर हिँडेको कि, त्यही त कस्तो, म त यतिले बचिरहेको छु क्या। कस्तो उसले बाँच्यो भने मैले यति घुमाएर मात्रै बचियो क्या। हजुर हजुर, त्यही त यो ठुलो टर्निङमा चाहिँ यो म चाहिँ आफ्नै वेमा आइरहेको छु, त्यही पनि यस्तो छेउ होइन। उता त जानु मिल्दैन नि, म त अब यो छेउ वे आइरहेको छु होइन। होइन यता त हिँडिँदैन, बिचमा यसैमा यो छेउछेउ आइरहेको छु म पनि, त्यस्तै टर्निङ भएर। मेरो यता कटारी, मेरो चाहिँ बजारदेखि अलिकति मासतिर जानुपर्छ। मेरो चाहिँ यता
ओखले चाहिँ पुग्नु पर्दैन, त्योभन्दा अलिक यता नै हाम्रो बेतिनी छेउछाउ। हजुर धन्न बाँचियो गाडी। म त मान्छे नै होइन यति घुमाएको त्यतिले सेभ भइयो क्या। त्योभन्दा बढी बटारे भए म डिलतिर जानु पर्थ्यो, त्योभन्दा बढी घुमाएको भए। तपाईँको त्यो बम्फर टायरको त्यो बम्फरमा भेट्यो होला यसले गाडीले, किनकि अब मैले जोगाउँदा पनि त्यो बडीमा चाहिँ लागेन, त्यो छोप्ने बम्फर हुन्छ नि त्यो लबरको, त्यसमा चाहिँ छुयो होला क्या तपाईँको। त्यो पछाडि हेर्नु नि, त्यो पछाडि हल्का त्यो देखिरहेको छ नि, यतिले बचियो नि राम्रो। मैले त्योभन्दा बढी टर्निङ हाने भने त्यो स्पिडमा म डिलतिर जानुपर्छ क्या। यतिले क्या यतिले, म त उता उता जानु भए जस्तो लाग्यो, फेरि सट्टै यता आएको देखेँ। ए गाडीमा छुएको छ, तर त्यो कालो त्यो प्लास्टिकको त्यो लबर कतातिर छुएको छ क्या। नछुइकन त्यो लेगाड भित्र जाँदै जाँदैन। हस् त ल, हजुरहरूको पनि यात्रा शुभ रहोस् है त। हस्।